हेलो साथीहरु, म अहिले यहाँ छु। म जुन कामको लागि म यता आएको छु भनेको छु। म जुन यानी जे कामको लागि म यहाँ आएको छु त्यो काम चाहिँ आजबाट सुरु भएको छ। त्यो अस्ति यस्तो बिगारिदिएको थियो अनि यता चाहिँ खासै केही पनि छैन। यता उमा चाहिँ मान्छेको बस्ती पनि छैन। जस्ट यो अहिले चाहिँ यो मुढा बेच्ने यो उत्तिसको मुढाहरू अनि विभिन्न काठहरू बेच्नेहरूले चाहिँ ठेकदारले चाहिँ अहिले आएर चाहिँ मेरो अनुमति बिना चाहिँ मलाई सोध्दै नसोधिकन यस्तो जग्गा बिगारेको रहेछ। यताबाट यस्तो तरिकाले यस्तो खेती हुने जग्गाहरू नै बिगारेको रहेछ। अनि त्यही भएर चाहिँ अहिले आएर चाहिँ यहाँ फेरि यो डिल लाउनको लागि चाहिँ यताबाट यो डिल लाउनको लागि चाहिँ आजबाट काम सुरु गरेको छु। म जुन कामको लागि आएको थिएँ त्यही काम चाहिँ म आज सुरु गर्दैछु। अनि यता ढुङ्गा फुटाउँदैछौँ। ढुङ्गा यति फुटाइसक्यो। यता हाम्रो ढुङ्गा फुटाउने हाम्रो साथीहरू पनि हुनुहुन्छ अनि म पनि उहाँहरूसँगै काम गरिरहेको छु। अनि अब हेरौँ कति दिन लाग्छ। Dia yang ram no lungrang basal tong la dia barang kosi ni gal no tisak gal na min teme tia ba tingnal hakya mani tia meterusil hakya फिर से लुंग दिया छुट गुन दिया जम न गई माता ए सिउं सिनी Aku sange yaar Nó dia di ni di tu di jenteng dia bajang tu kan dia hang hang di dia dengan dia di satu dia nak tu wei ni dah tu macam tu mogo dia tu dia road tadi sen oh di tu di ni dengan dia ki tu jenteng goblok ko dia Didi ka din dia lah pudo jam tu dia didi tina na sang min sikamin dia tu hung tu ni di tu oh dia bagai dah het to ma de khete jak sa de chuka di jung do bom de sung di motong la ting la lam ke di thali nang le then jai ka gok se ke Didi wo de di hin do di nang rang wok ten sung ga gi de ba to ni ju tu sin ting la ma jang so bia de ko so nga la ni nga di la dang ta didi tia trang noi didi tia trang chile si tia tarong tia ha sing yu do ga ga tia lo ton do bong la chuka do no te me tikya si ma di tia ki doin di do bong ki doin te me di what di dia ba ta di sa what di do di dia la
kan wai dia la gor loko tu दिक्काको न मकाको जति dia maka yo ba dia dia दिदी यो दिन दिदी थिएन उग्दैछौ दिदी दिदी का kita makai dong chau दिदी का जी बनाउँछ न Mue ki thala dengon hong. Tikano komong marmin. La. Kangkir jata. Khurpa chao min. Ma khane are. La in ro. O ngai chao ki khurchi sini. Ode ba te ro tan ro mi. Isi da ni ko. Ya zeng igo ki cha jang te chute te hok te kharan. Tie ले छौ अहिले चाहिँ हामी काम गरेको हामी तेस्रो दिनमा छौं अनि त्यसपछि यहाँ चाहिँ यस्तो पारेछ के यता पनि बिगारेछ अनि यताको डिलको ढुङ्गा चाहिँ निकालेर सबै त फाल्दिएको रहेछ अनि यहाँबाट कसरी निकाल्नु तलबाट निकाल्ने छैन अब फुटाएर हाल्नु परेको छ अनि विशेष गरी यो बिगार्ने काम चाहिँ कसको भन्दाखेरि यो व्यापारी र व्यापार गर्नेहरुको बीचको ले गर्दाखेरि चाहिँ दुःख पाइरहेछ मुडा किन्ने ठेकदार अनि त्यसै मुडा बेच्नेहरुले चाहिँ मलाई नसोधिकन मेरो जग्गामा त्यो पनि थोरै बिगारेको हैन बीचबाट हाल्दिएर ढ्याङडुङ सब बिगाडिएको कारणले गर्दाखेरि चाहिँ आज मैले दुःख पाएको छु जसरी नि मैले गर्नै पर्ने थियो त्यही भएर आज म गर्दै छु यहाँ हाम्रो छहरु काम गर्दै हुनुहुन्छ बिगारेपछि गर्नै पर्ने रहेछ है अनि त्यही भएर हामी आज चाहिँ तेस्रो दिनमा छौं हामी तेस्रो दिनमा हामी अस्ति यो सकाएर पनि अनि यसो फेरि यता ढुङ्गाले हल्का तनाव दिएर चाहिँ हामी आज सुरु गर्छौं बिसौं छौं यस्तो हामीले माया मारेको ढुङ्गा फुटाइसक्यौं अनि माया मारेर कुनामै राख्ने भनेर गगाले त माया मारेको थियो हुँदैन यो उम्बै राखौं भनेर अनि हामीले यो सानो ढुङ्गालाई चाहिँ 2 दिन लगाइसक्यो
तर यो पाप्रा 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 गइरहेछ त्यो मूर्ति बनाउन लागे जस्तो त्यो त्यस्तो भइरहेछ। तर यसले चाहिँ हामी जसरी नै हामी यसलाई चाहिँ सकाएर ल फाइनल्ली आज चौथो दिनमा चाहिँ बला बला तेस्रो ढिल चाहिँ बनाइसक्यो। अझै पनि एउटा दुईटा तीनटा बाँकी छ यहाँसँग। यस्तो देखियो बनाइसकेपछि चाहिँ गोजी तोडेकै तोडेछ। ए अहिले चाहिँ हाम्रो मित्रहरू मेरो काम गर्ने के भन्छ सहकर्मीहरू चाहिँ मेरो काम गर्ने सहकर्मीहरू चाहिँ खानाको लागि जानुभएको छ। किनकि पानीले काम दिएको थिएन कि 9-5 हो काम गर्ने ड्युटी चाहिँ। तर हिजो चाहिँ अलि पानीले लगभग 2:45 देखि चाहिँ कामै दिएन पानी परेर। अनि त्यसकै लागि चाहिँ आज उहाँहरू चाहिँ बिहान कति 7 बजे आउनु भएको थियो। तर म चाहिँ खाना नै खाएर म चाहिँ साबिक टाइममा आएँ 9 बजे नै। तर उहाँहरू चाहिँ 7 बजे आएर काम गरेर यत्रो काम गरेर सकाउनु भएछ। अनि यत्रो काम सकाउनु भएछ। अनि ठ्याक्क म आएपछि मैले चाहिँ यो ढुङ्गा चाहिँ यता उँभो उचालेँ तलबाट। अनि त्यस उहाँहरूले यो सब बनाइसक्नु भएको रहेछ। यहाँ अर्को उसको लागि फाउन्डेसन खनेछ। यो फाउन्डेसनमा अब अहिले आएपछि उहाँहरूले लाउनुहुन्छ। म चाहिँ यसो खन्ने उचाल्ने मात्रै गर्छु। गाह्रो लाउने काम चाहिँ म गर्दिनँ। किनकि अब होइन 2 जना मिस्त्री हुँदा किन यसो जान्ने हुनु भनेर नि। अनि त्यही भएर अब उहाँहरू आउनुहुन्छ होला। अब खाना खाएर आधी घन्टादेखि 45 मिनटमा आउनुहुन्छ। अनि फेरि काम सुरु गर्छौँ। आजको मौसम चाहिँ फेरि यस्तै छ, पानी पर्ला जस्तो हुन्छ। मैले भने अस्ति नै आएँ। यो चाहिँ मेरो पुरानो घर हो। मेरो पुरानो घर त्यो म बच्चामा हुर्केको घर चाहिँ। अनि पछि मात्रै हामी चाहिँ तल सर्यो हो। उँधो अलिक तल आउलतिर भनौँ न बेसीतिर सर्यो हो। पहिले चाहिँ यो चाहिँ अलि लेक नै हो क्या। लेक भन्नाले त्यस्तो लेक पनि होइन, आउल भन्नाले त्यस्तो आउल पनि होइन। अब खुर्सानीहरू अब हुन्छ नि त्यो अरूहरू पनि हुन्छ हुन चाहिँ। कोदोहरू हुन्छ मकैहरू हुन्छ होइन। अब त्यसले आउल भन्ने कि लेक भन्ने ठिकै भनौँ। यो चाहिँ दोलपु सिरान भन्छ कि। दोलपु सिरान त सिरान लास्टै सिरानमै छ क्या फेरि छाउनु चाहिँ। जोस् लगभग फाइनली आज चौथो दिन, आज 4 दिनको दिन चाहिँ त्यहाँको सकेर यहाँ फिलिङ गर्दैछौँ। त्यसपछि अब फेरि यहाँको फाउन्डेसन खन्दैछ। अब यहाँ लाएर त्यहाँ अब 3टा बाँकी। अनि त्यसपछि यहाँसँग अझै 4वटा बाँकी रहेको छ। फाइनली यस्तो भइसकेछ अहिले चाहिँ। अस्ति चाहिँ बिगाऱ्यो त्यो तलको जस्तै थियो। अहिले चाहिँ यस्तो भइसकेछ। ला ला टाकटुके
हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? तपाईँहरूकोतिर मौसम कस्तो छ है? यहाँ त पानी पर्न लागेको छ, यस्तो छ, धुम्म परिरहेछ, कुहिरोले ढाकिरहेछ। हाम्रो त लेक हो है, लेकतिर त यस्तो पो भइरहेछ त नि। अनि त्यसपछि हामी चाहिँ यहाँ डिल लाउँदैछौँ। अनि त्यसपछि ढुङ्गा बोकेर खुर्सिङ पनि यहीँ छ, खुर्सिङ नि बाँच्न लागेर रहेछ, पड्याक्कै जान्छ कि अनि डराइकन हामीले बोकेको। हामी चाहिँ यसरी बारीको डिलहरू लाउँदैछौँ। अनि कस्तो छ त, पानी कतिको परिरहेछ तपाईँहरूकोतिर? अनि कता कताबाट हेर्दै हुनुहुन्छ? तपाईँहरूको लोकेसन भन्दा नि तपाईँको ठेगाना कताबाट बोल्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस् ल। मसँग जोडेको साथीहरू कता कताबाट रहेछन्, अनि मेरो भिडियो चाहिँ कता कता पुग्दो रहेछन्, मिङमार अफिसियल ब्लग चाहिँ कता कताबाट यसो माया गर्नुहुँदो रहेछ भनेर तपाईँहरूले यसो कमेन्ट गरिदिनुहोस् ल। यस्तो छ माटो खेलेर है, हामी त माटो खेलेर यस्तो भएको छ। खुट्टाहरू नि यस्तो भएको छ, पेटहरू नि यस्तो भएको छ, यस्तो दुल्लो भएको छ माटो खेलेर। हातहरू नि यस्तो भएको छ, ठेला उठेर पनि ठेला फुटेछ है गाइड। फाइनली आज चाहिँ हामीले काम सुरु गरेको 5औँ दिन। आज 5औँ दिनमा चाहिँ लगभग 5 डिल चाहिँ लगाइसक्यो। अब अन्तिम एउटा बाँकी छ, अन्तिममा एउटा डिल चाहिँ बाँकी छ। अनि यहाँ चाहिँ हामीले यस्तो यहाँ बाटोहरू पनि बनाएका छौँ। बाटोहरू यहाँ यसरी हिँड्नको निम्ति बाटोहरू पनि बनाएका छौँ। त्यसपछि यहाँ चाहिँ यो बाटो नै हो विशेष गरी डिल भन्दा पनि। त्यसपछि अब यहाँ पनि ढुङ्गाहरू चाहिँ खर्च भयो, त्यही भएर यो चाहिँ 5औँ हो। अनि त्यसपछि यहाँ यस्तो भनेको छ, भारी चाहिँ यस्तो भनेको छ, यस्तो भनेको छ है। अनि त्यसपछि अब यहाँ चाहिँ माटो चाहिँ अलिकति उनै भयो, गाह्रो भयो भर्नुको निम्ति। तर अब पछि यताबाट तान्दाखेरि अनि त्यसपछि यताबाट तान्दाखेरि लगभग ब्यालेन्समा मिल्छ कि भन्ने हो। किनकि एकचोटि माटो बगिसकेपछि चाहिँ त्यो माटो फेरि फर्काएर त्यो पहिलेको जस्तै बनाउनु चाहिँ एकदम असम्भव कुरा रहेछ। मैले भोग्दैछु, अनि मैले के भन्नु त्यसलाई, भोगे पनि त्यो पहिलो नहुँदो रहेछ है। अनि यो चाहिँ हाम्रो 4थो हो। यो चाहिँ हिजो आधा लगाएँ, अनि आज फुल गरेर आज त्यहाँको एउटा गरेर आज सकेँ। अनि अब अन्तिममा एउटा बाँकी छ, अनि त्यसको लागि चाहिँ हामी यहाँ ढुङ्गाहरू जम्मा गर्दैछौँ अनि यहाँको बनाउँदैछौँ। अनि त्यसपछि यहाँ चाहिँ ढुङ्गा फुटाउँदैछौँ। लगभग फुट्छ है छौ यो फुट्न त फुट्छ कि ए अब यत्रो गएर छ। हजुर 3 फुट गएर छ। 3 फुट है, तर अब त्यो निस्किएपछि त निस्किन्छ होला। अनि त्यसपछि यहाँ यो तेस्रो भयो, अनि दोस्रो त्यहाँ तल एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा हामीले 5वटा चाहिँ लगाइसक्यौँ। अनि त्यसो अब अन्तिममा हाम्रो बाँकी रहेको भनेको यताबाट यहाँनिर यस्तो छ। यहाँको पहिलो खतरा राम्रो खालको ठुलो डिल थियो, त्यो चाहिँ हाम्रो महानुभाव जीवहरूले चाहिँ सब बस्काएर ढुङ्गाहरू त्यता मिल्काइदिनु भएको रहेछ। यताबाट नि खन्यो, यताबाट नि खन्यो, अनि त्यसपछि लास्टमा यताबाट बिचबाट हानिदिएर चिरा पारिदिएको रहेछ। अनि त्यही भएर हल्का लफडा परेको थियो। अनि अब लगभग हाम्रो चाहिँ भोलि चाहिँ फाइनल हुन्छ। यहाँबाट यस्तो ल्याएर सेट गरेपछि चाहिँ त्यसपछि यताबाट पनि माटो बग्दैन, यताबाट पनि माटो बग्दैन। यहाँ चाहिँ यस्तो भएको छ, अलिक स्लोप भएको छ। तर अब स्लोप भए पनि अब के गर्नु है, अब लगभग खुसी लागिरहेछ। कामको अन्तिम भागमा आइपुगेपछि चाहिँ अनि आज 5औँ दिन। अब 6औँ दिनमा चाहिँ हामी फाइनल गरेर अनि त्यसपछि त्यो भिडियो एडिट गरेर अपलोड गरिहाल्छौँ है त। ओके जोस, हामी यहाँ चाहिँ यस्तो रहेछ, यो यस्तो तरिकाको ठुलो ढुङ्गा छ। अनि त्यो माथि चाहिँ अलि यो गाह्रो चाहिँ अट्टिँदैन, पछि यस्तो हुन्छ भनेर चाहिँ यहाँबाट यस्तो लाउन खोजेको। अनि त्यसमा पनि तल चाहिँ अब त्यो यस्तो खरहरू
यसले चाहिँ माटो मजाले समाउँछ अनि त्यही भएर केही हुँदैन। अनि त्यही भएर यस्तो रोप्ने तल अनि यस्तो रोपेर चाहिँ त्यसपछि चाहिँ यो माथि चाहिँ गाह्रो टिप्ने भन्नुभएको छ। अनि त्यही तरिकाले चाहिँ हामी बनाउनु पर्ने भएको छ। हामी त्यही हिसाबले चाहिँ बनाउँछौँ है। अनि त्यसो आज चाहिँ हाम्रो फाइनल डे हो। अनि अहिले काम सबै सकेपछि म फाइनलको के देहलाङ खुटे थिएन यार। देसँग थालामा लाग्दैन है। दे थाला जग दुकाको द्याबा दुकाइन द्याबा दुका जोप्सिनी ल फाइनली सकियो गाइज। यो यहाँ पहिलो, यो दोस्रो, तेस्रो, चौथो, पाँचौँ अनि यता ठाडो छैटौँ गरेर लगभग आज छैटौँ दिनमा चाहिँ हाम्रो काम सकिएको छ फाइनली। अब चाहिँ अब यहाँ यस्तो भएको छ। यताबाट यस्तो गरेर लगाएको छ, यस्तो ठाडो। फाइनली म जे कामको लागि आएको थिएँ त्यो काम फाइनली आज सकिएको छ अनि खुसी पनि लागिरहेछ मलाई चाहिँ। काङदे जोस् अब चाहिँ जोस् खुसी भयो, ढुक्क पनि भयो बनाइसकेपछि चाहिँ। तर पहिले जस्तो चाहिँ भएन, तर पनि ठिक छ।